ल पछि एडिना त नि बाहिर जाँदैनस् ल तिमी बाहिर जानका लागि तयार परेको यहाँबाट त कस्तो कालो पा त यहाँनिर हाम्रो बकेट थियो त्यो बकेटलाई पुरेको छ हाम्रो पछाडिको यार्डलाई मैले भित्रैबाट क्याप्चर गरिरहेको छु अनि हाम्रो छोरी एड्रिनाले पनि उता हेर्दैछिन् उता हेर्देऊ उता उता यहाँ सबैलाई जय मसी भन्देऊ जय मसी क्याप टोपी चाहिँ राम्रो मिलाएर लाउ न त सब यो सबै हाम्रो बार्बिक्यू गर्ने त्यहाँ एउटा बकेट थियो पानीको बकेट त्यो पनि सबै यो भएको छ अनि यहाँनिर चराहरू आएर बसेको छन् अहिले भित्रैबाट यो रुखभरि आएर बसेको छ चराहरू चाहिँ हिउँ यसरी परिरहेको छ हजुरहरू सबै सुरक्षित रहनु होला प्रभुले सबैलाई आशिष दिनु स्टे वार्म God bless you यहाँनिर आज मैले माथि तलको भित्रैबाट ताने अनि यहाँ चाहिँ माथिबाट भिडियो क्याप्चर गरेको यो सानो गाडीलाई पुरिसक्न आँटिसकेको छ अनि यो चाहिँ लगभग परि नै रहेको छ 100% भन्ने कुराहरू छ अनि यताको त्यो घरमा पनि भइसकेको छ पुरै आधी चक्का नै डुबिसकेको छ यहाँ मेरो गाडी यहाँ सबै फुल यही पुरिसकेको छ मौसम चाहिँ यस्तो छ कोलम्बस ओहायोमा मैले यो भित्रबाट नै क्याप्चर गरेको यो भिडियो अनि यहाँ मजाले नै आइरहेको छ यस्तो हिउँ परिरहेको छ हजुर सुरक्षित रहनु होला है त